ल साथीहरु, अबको यो भिडियो क्लिपमा म यहाँलाई अर्को एउटा नयाँ ठाउँ देखाउँदैछु है। ल यहाँ यो बोर्ड पढ्नुस् त, के लेखेको छ? मत्स्य पोखरी संरक्षण तथा पर्यटन प्रवर्धन चिचिला गाउँपालिका 4। ल म चिचिला गाउँपालिकाको मत्स्य पोखरी भन्ने ठाउँमा ठ्याक्कै आइपुगेको छु। ल यहाँको दृश्य यस्तो छ है साथीहरु। यहाँ नेपालको झण्डा यो बाटोको दुवैतर्फ राखिएको छ र यो पोखरी यहाँ म देखाउँदैछु यहाँलाई। अत्यन्तै कञ्चन पानी भएको पोखरी छ। ल हामीलाई यो पोखरीसम्म भ्रमण गर्न ल्याउनु हुने बासु सर चाहिँ माछालाई चारो हाल्दै हुनुहुन्छ है। ल यो पोखरी मैले देखाएँ यहाँलाई। यो असाध्यै सफा कञ्चन पानीयुक्त पोखरी देखिन्छ र यो वरिपरिको साज सजावट निकै सुन्दर देखिन्छ। ल यतापट्टि तोरणहरू लगाइएको छ। यहाँ अर्को कृत्रिम पोखरी बनाएको छ। त्यहाँ माथि माछाको त्यो प्रतिमा पनि बनाइएको छ। यता बुद्ध भगवानको मूर्ति बनाइएको रहेछ र यतापट्टि अरू पनि विभिन्न मूर्तिहरू छन्। र यो पोखरी असाध्यै राम्रो। यहाँ माछाहरू, यो असला माछा प्रशस्त पाइन्छ यहाँ र यहाँ माछा मार्न हुँदैन भन्ने भनाइ छ र यहाँको माछा कसैले मार्दैन पनि। यहाँ माछा मार्यो भने यहाँ चाहिँ ठुलो अनिष्ट हुन्छ, हुरी बतास चल्छ, असिना पानी पर्छ भन्ने मान्यता छ र यहाँका मानिसहरूले त्यो मान्यतालाई स्वीकारिरहेको अवस्था पनि छ। र यो पोखरीभन्दा तल तल यो खोलाबाट यो निकास हो। यो निकासबाट तल धेरै तल पुगेपछि चाहिँ मार्छन् पनि मानिसहरूले। तर खासमा यो पोखरीभित्र भने माछा मारिँदैन। यहाँ थुप्रै पर्यटकहरू आउने ठाउँ हो। यो निकै सुन्दर पनि छ, रमाइलो छ र म माछा पनि देखाउँछु यहाँहरूलाई। यो पोखरीभित्र यहाँ धेरै माछा। ल हेर्नुहोस्, यो पोखरीभित्र यो यसरी यो माछाहरू यो डराउँदैन पनि, मान्छेसँग डराउँदैन। हरेक मानिसहरूले यहाँ चाहिँ यो चारो ल्याएर दिनुहुन्छ। सरले पनि चारो हाल्नुभयो माछालाई? मैले चारो खुवाएँ सर। जता मान्छे गयो त्यतै माछा यो डराउँदैन है सर? डराउँदैन। यहाँका माछाहरू मान्छेको छाया देख्नेबित्तिकै त्यतै आउने गर्छ। हेरौँ न, अहिले मैले चारो लगाइदिएको यहाँ कति धेरै माछा है। यो पानीभित्र देखेको भन्दा बाहिर ठुलो हुन्छ है यो सायद। अब त्यस्तो अलिक ठुला माछाहरू पनि छन्, ठुला माछाहरू कम देखिन्छ। त्यही त ठुलो माछाहरू देखियो नि। हुर्किसकेपछि माछा फेरि ठुलो पानीमा बर्खामा जाने पनि गर्दैन हो। बगेर सभा खोलामा जान्छन्। सभामा जाने असला माछाको बिहाडको रूपमा मानेको छु सर। यहीँबाट चाहिँ जान्छ है। यो मेला अस्ति कहिले पो लाग्यो? अगाडि पूर्णिमामा। ल यहाँ चाहिँ पूर्णिमामा चाहिँ निकै ठुलो मेला पनि लाग्छ। ल हाम्रो साथीहरू यहाँ माछालाई चारो खुवाउँदै हुनुहुन्छ। के छ साथीहरू? मिलिहाल्छ नि, छुन मिल्छ तर समातेर बाहिर निकाल्नु चाहिँ हुँदैन भन्ने भनाइ छ। हात लागेपछि भागिहाल्छ, भाग्छ, चिप्लिहाल्छ नि। ल म यहाँहरूलाई यसको वरिपरिको दृश्य पनि देखाउने प्रयत्न गरिरहेको छु। यो फुलबारीको रूपमा यसलाई विकास गर्न खोजिएको छ। यसरी बस्ने चौताराहरू यो हरेक वर्ष लाग्ने हो नि त मेला? हरेक वर्ष लाग्छ। ल चिचिला गाउँपालिकाका शिक्षा अधिकृत बासु सरले हामीलाई कप्ताने पोखरी सँगसँगै मत्स्य पोखरीको समेत भ्रमण गराउनु भएको छ। र यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। ठिक छ, हामीलाई सजिलो पनि भयो नि त हामीलाई पनि। ल यतापट्टि पनि यो धुप्पी यहाँ बसा। हजुर हजुर, यो ढुङ्गाको हो सर? त्यो भनेपछि यहीँको ढुङ्गालाई कुदेर बनाइएको हो। ए भनेपछि उता नाग पनि रहेछ। नाग, शिवलिङ्ग, यो कतिवटा बोकेर ल्याएको ढुङ्गा होइन? हजुर हजुर। यो पालिकाले यसको लागि ठुलो लगानी गरेर यो बनाएको। यहाँ अब यो
शिवालयको स्थापना पनि गरेको प्राण प्रतिष्ठा गरिएको छ यो शिवालयको। ए ए ए ए ए ल भनेपछि त यो बसा है कस्तो गजबको ल यो शिवलिङ्ग। ल यतापट्टि यहाँ नाग वासुकी नाग र तलतिर शिवालय मन्दिर देवीथान। यो भनेको चाहिँ के देवीथान भन्छ सर? जोस् यहाँ देवीथान यो जोस् यहाँ पूजा आराधना सधैँ गरिन्छ। ल यहाँ एउटा यो परापूर्वकालदेखि नै मानिल्याएको यहाँ देवीथान धर्मदेवी हुनुपर्छ नि सर। ल यो देवीथान यो पुरानो देवीथान यो धेरै अगाडि बनेको हुनुपर्छ। ल यतापट्टि परेवाको खोर के त्यसलाई गन्ज भन्छ सायद परेवाको गन्ज परेवा बस्ने ठाउँ। ल यो निकै सुन्दर छ साथीहरू। यो प्राकृतिक पोखरी यो सदियौँदेखि एउटा धार्मिक मान्यतामा आधारित भएर रहेको छ र यो एउटा भ्रमण योग्य ठाउँ हो। यो नजिकै पनि छ खाँदबारीबाट धेरै टाढा छैन। खाँदबारीबाट यहाँ आइपुग्न कति किलोमिटर जति होला सर? चिचिला कति हो? 23 भनेपछि यता धेरै भए 10 होला है? 10 पनि छैन। ल 7 ल 23 7 30 किलोमिटरमा खाँदबारी बजारबाट ठ्याक्कै यहाँ आइपुगिन्छ। बस समेत आउन सक्ने बाटो छ। बाटो राम्रै छ। हजुर हजुर बाटो राम्रो छ। अब यो मत्स्य पोखरी महोत्सव भनेर पालिकाले महोत्सव मनाउन खोज्दैछ। ए भने फेरि अब यो वर्ष अस्तिको पूर्णिमामै मनाउने भनेको थियो। मिति तय भयो भनेर अलिक मनाउनलाई खेतीपाती उठेको छैन भन्ने भएकोले अब सायद यो लोसारको अवसरमा मनाउने निर्णय हुन्छ होला। ल भनेपछि प्रचार भइहाल्छ त्यसको है। ल साथीहरू यहाँ सरले जानकारी पनि गराउनु भयो। यहाँ मत्स्य पोखरी महोत्सव भनेर निकै ठुलो मेलाको आयोजना गर्ने पालिकाले तयारी गरेको छ र यो सम्भवतः अब यो 1-2 महिनाभित्रैमा 2-3 महिनाभित्रमा चाहिँ त्यो हुने भन्ने कुरा बुझियो। र एकचोटि यो भ्रमण गर्नको लागि आउनै पर्ने ठाउँमध्येको एउटा ठाउँ यो पनि हो। साथीहरूलाई मैले भिडियोमा देखाएँ। ल फेरि अन्य ठाउँमा यस्तै महत्त्वपूर्ण कुनै चिजहरू कुनै घटनाहरू कुनै दृश्यहरू हैन यसरी देखाउन मिल्ने खालका चिजहरू भएमा फेरि पनि अर्को भिडियोमा भेट्नेछु। ल अहिलेलाई बिदा।